12 वर्षसम्म नेपालमा विदेशीले आएर बाटो बनाएको थाहा हुँदैन भने त्यो के को राष्ट्रिय अनुसन्धान विभाग हो? बोर्डरको सुरक्षा गर्न भनेर पुलिस राखेको छैन। के सुरक्षा गरे तिनले बोर्डरको? कतिजना हाकिम फेरिए यो 12 वर्ष? लाइन लाएर तिनलाई जेल हाल्न पर्दैन? देशको राष्ट्रियतामाथि, देशको अस्मितामाथि खेलवाड गर्न पाइन्छ? नेपालीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ? मुलुक बर्बाद गर्न पाइन्छ? मुलुक बनाऊ, मुलुकको सुरक्षा गर भनेर तलब पाएको हो कि होइन? मुलुकको सुरक्षा गर्न फुली ल्याएको हो कि होइन? त्यो फुली किन दिए? त्यो तलब किन दिए? त्यो गाडी किन दिए? त्यो सेक्युरिटी किन दिए? त्यो संगठन किन बनाएको? तर त्यो दायित्व, त्यो कर्तव्य निर्वाह गर्नुपर्छ कि पर्दैन? त्यसकारणले गर्दा पार्टीका मात्रै होइन, राज्यका चाहिँ नि प्रत्येक संयन्त्रमा भएका व्यक्तिहरू, प्रत्येक संयन्त्रमा भएका पात्रहरू जसले देशका लागि राम्रो काम गरेका छन्, जो जुनसुकै पार्टीका हुन्, जुनसुकै व्यवस्थाका हुन्, तिनका प्रति इतिहासले सुनौलो अक्षरले लेखेर तिनका प्रति सम्मान हामीले गर्नुपर्छ। तर जसले मुलुकको भविष्यमाथि खेलवाड गरेका छन्, जसले राष्ट्रघाती सम्झौता गरेका छन्, जसले देश बेच्ने काम गरेका छन्, यदि ती कोही मरेका छन् भने तिनको फोटो टुनी खेलमा राखेर फोटा पनि गोली हान्न